आज फेरि पनि हामी यो मनोरम दृश्य र खुला आकाश सँगसँगै हाम्रो शुभ बिहानी सुरु गर्दैछौँ। हाम्रो पहिलो काम सधैँ हाँसलाई दाना हालेर सुरु गरिन्छ। हाँसलाई राम्रो दाना दिनु नै हाँसको राम्रो विकासको पहिलो पाटो हो। दाना हालिसकेपछि हामी हाँसको सफा पानीतिर लाग्छौँ। यो केरा पनि हामीले पहिला एक घडी खाइसकेर अहिले नयाँ घडी रेडी हुँदैछ। अब यो पनि हामी चाँडै नै अब हजुरहरूको साथसँगै हामीले हाँसलाई पनि बाहिर छोड्न जाँदैछौँ। हाँस कति मजाले कुरेर बसिरहेका हुन्छौँ। बाहिर निस्क्यौँ, सफा पानी र दाना सँगसँगै आफ्नो बिहानी सुरु गरौँ भनेर। हाँसहरू आफ्ना इच्छा अनुसार कुनै दाना खान थाल्छन्, कुनै पानी खान थाल्छन् र कुनै हामीले बेलुकै काटेर राखेको घाँस अथवा बिहान काटेर हालेको घाँसतिर आफ्नो नजर दौडाउँछन्। हाँसलाई खोलेपछि हाँस बाहिर आएर रमाएका दृश्य हेर्न पनि त्यत्तिकै लोभ लाग्दो देखिन्छ। कति साथीहरूले यो हाँस पालिराख्नु भएको छ कमेन्टमा जानकारी दिनुहोला। अनि यो हाँसले के कतिको प्रतिफल दिइरहेको छ त्यसको पनि हामीलाई हजुरले जानकारी गराइदिनु होला। मासु र अन्डा दुवैको लागि उत्तिकै लाभदायक भएको यो हाँसले हामीलाई कहिल्यै साथ छोडेको छैन, जहिले राम्रोतिर लगिरहेको छ। अब हामी हाँसलाई बाहिर छोडेर हाँसको दृश्य हेरिसकेपछि अब हामी अन्डा टिप्न लागिरहेका छौँ। अन्डा हाँसहरूले सधैँ राति नै पार्छन्। दिनभरि खाएको मेहनत यिनीहरूले राति निकाल्छन्। यसरी कुना कुनामा आफ्नो गुड पार्छन् अनि त्यसपछि त्यसमै अन्डाहरू पार्छन्। अन्डा यिनीहरूको हेरिराख्नु भएको होला। एकदमै ठुलो राम्रो प्रोटिन हुन्छ यो हाँसको अन्डामा। कुखुराको अन्डा 3टा खानु र यो हाँसको अन्डा एउटा खानु अझ यसले जित्छ। प्रोटिन त्यत्तिकै राम्रो, डायटको लागि जिम गर्नेहरूको लागि त झन् उत्तिकै राम्रो छ यो अन्डा। हाँसको अन्डा पूजा गर्नको लागि पनि धेरै प्रयोग गरिन्छ। अझ यो हाँसको अन्डा ठुलो साइजको भएकोले गर्दाखेरि चाहिँ हाँस मध्येमा लार्ज साइज अन्डा दिने भएकोले गर्दाखेरि धेरै लोकप्रिय छ। गफ गर्दै अन्डा टिप्दै गरेको हाम्रो रित्तो बाल्टी भरि भइसकेछ। हामीले पत्तो पनि पाएनौँ। हाँसले यति मजाले अन्डा दिन्छ कि हाँसको अन्डा टिपेरै भ्याइ नभ्याइ हुन्छ जस्तो हुन्छ कहिलेकाहीँ त। अन्डा भरिएको बाल्टी खोरबाट बाहिर निकाल्नको मजा नै छुट्टै छ। अब अन्डा लिएर गएर हामी एकचोटि फेरि हाँसतिर आफ्नो नजर घुमाउँछौँ। हाम्रो यो दिनचर्या हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।